दर्शकबिन अब के होला? सिर्जना सन्तोषले घर लान्न भन्दा भन्दै जबरजस्ती बसन्तको घर आएर कोठा हेर्दै थिइन्। त्यतिबेलै घुम्न गएका बसन्त आइपुगेका छन्। आउनुस् आजको विषयवस्तु यही रहेको छ। यिनै विषयका बारेमा चर्चा गर्नेछौँ। कृपया भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरिदिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुहोला। किनभने म केसरी सिरियलका हरेक रिभ्यू भिडियोहरू लिएर आउने गर्दछु। साथै एक लाइक पनि गरिदिनुहोला। अब लगाउँ विषयवस्तुतिर। साथीहरू केसरी र बसन्त आफ्नो आन्टीले बोलाएसँगै आन्टीलाई भेट्न केसरीको मनमा लागेका आभास भुल्न र बसन्तका पीडाहरूलाई भुल्नका लागि उनीहरू केही दिन सहर पसेका हुन्। किनभने केसरी र बसन्तको जीवनमा सङ्कट ल्याउने काम सिर्जनाले गरिरहेकी थिइन् र सिर्जनाका हरेक घटनाहरू रोक्न बसन्तले केही समयका लागि केसरीलाई लिएर सहर हिँडेका थिए। तर उता भने सिर्जनाले हरेक नराम्रो कदम चालिरहेकी छिन्, धेरै पीडामा रहेकी छिन्। साथीहरू बसन्तका मामाले सिर्जनाको बच्चा खेर गएको कुरा सुनाएपछि उनीहरू पोखरा जाने रहर मारेर तुरुन्तै घर फर्केका छन्। तर केसरी भने अब त्यो घरमा नआउने भनेर आफ्नो माइती घर गएकी छिन्। उता भने बसन्त फर्केर आउँदा सिर्जनालाई आफ्नो घरमा भेटेका छन्। अब के हुन्छ साथीहरू? अब फेरि सिर्जना र बसन्त एक भएर केसरी र बसन्त टाढिन्छन् जस्तो भएको छ। हस्त साथीहरू, तपाईँहरूलाई के लाग्छ? आफ्नो विचार कमेन्ट गर्नुहोला। कृपया भिडियोलाई एक लाइक र सँगै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुहोला।